लोकसेवा आयोगका परीक्षा एकदमै नजिक आएका छन्। त्यसलाई लक्षित गरेर यो सेट रहेको छ। साथै असोज 3 र 4 मा हुने नासु अर्थात् 5औं लेभल र खरिदार अर्थात् 4थो लेभलका लागि निकै महत्त्वपूर्ण छ। खरिदार, नासु, शाखा अधिकृत, प्रहरी, सेना, सङ्घ संस्था, बैंकिङ सबैलाई सोध्ने, बारम्बार सोधिरहने महत्त्वपूर्ण प्रश्नहरू छन्। भिडियो अन्तिमसम्म हेर्नुहोस्। भिडियो हेर्नुभन्दा पहिले लाइक अवश्य गर्नुहोस्। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्नुहोस् भन्दै प्रश्न नम्बर 1 मा रहेको छ, यारी भन्ज्याङ कुन जिल्लामा पर्दछ? प्रश्न फेरि एकपटक सुन्नुहोस्। यारी भन्ज्याङ कुन जिल्लामा पर्दछ? अप्सन ए मा रहेको छ दोलखा, अप्सन बी मा रहेको छ हुम्ला, अप्सन सी मा रहेको छ डोल्पा, अप्सन डी मा रहेको छ दार्चुला। ल यसको सही उत्तर भन्नुहोस् त। यसको सही उत्तर रहेको छ अप्सन सी डोल्पा। त्यसै गरी प्रश्न नम्बर 2 मा रहेको छ, तिलौराकोट नामक स्थान नेपालको कुन जिल्लामा रहेको छ? प्रश्न फेरि एकपटक, तिलौराकोट नामक स्थान नेपालको कुन जिल्लामा रहेको छ? अप्सन ए मा रहेको छ रूपन्देही, अप्सन बी मा रहेको छ कपिलवस्तु, अप्सन सी मा रहेको छ गुल्मी, अप्सन डी मा रहेको छ चितवन। ल यसको सही उत्तर भन्नुहोस् त। यसको सही उत्तर रहेको छ अप्सन बी कपिलवस्तु। त्यसै गरी प्रश्न नम्बर 3 मा रहेको छ, तलका भनाइ हेर्नुहोस्। प्रश्न फेरि एकपटक, तलका भनाइ हेर्नुहोस्। 1 मा रहेको छ, भित्री मधेसमा 9 वटा जिल्ला पर्दछन्। 2 मा रहेको छ, काली भगवती मन्दिर जैमिनी घाट बागलुङ जिल्लामा पर्दछ। 3 मा रहेको छ, कञ्चनजङ्घा हिमाललाई नेपाल हिमाल भनेर चिनिन्छ। अप्सन ए मा 1 र 2 मात्र ठिक, अप्सन बी मा 2 र 3 ठिक, अप्सन सी मा 1 र 3 ठिक, अप्सन डी मा सबै ठिक। यसको सही उत्तर रहेको छ अप्सन डी सबै ठिक। त्यसै गरी प्रश्न नम्बर 4 मा रहेको छ, म्याग्ना कार्टाको तयारी गर्ने को हुन्? प्रश्न फेरि एकपटक, म्याग्ना कार्टाको तयारी गर्ने को हुन्? अप्सन ए मा रहेको छ पादरी स्टेफन लाङ्टन, अप्सन बी मा रहेको छ बेरिनका समुदाय, अप्सन सी मा रहेको छ राजा जोन द्वितीय, अप्सन डी मा रहेको छ कुनै पनि होइनन्। ल यसको सही उत्तर भन्नुहोस् त। यसको सही उत्तर रहेको छ अप्सन ए पादरी स्टेफन लाङ्टन। त्यसै गरी प्रश्न नम्बर 5 मा रहेको छ, विभिन्न जात-जाति र जातिको बसोबास स्थानका सम्बन्धमा कुन जोडा सही? प्रश्न फेरि एकपटक, विभिन्न जात-जाति र सो जातिको बसोबास स्थानका सम्बन्धमा कुन जोडा सही? अप्सन ए मा किसान झापा, अप्सन बी मा राजी दाङ, अप्सन सी मा जिरेल दोलखा, अप्सन डी मा ताजपुरिया कञ्चनपुर। ल यसको सही उत्तर भन्नुहोस् त। यसको सही उत्तर रहेको छ अप्सन डी ताजपुरिया कञ्चनपुर। त्यसै गरी प्रश्न नम्बर 6 मा रहेको छ, दोचा कुन क्षेत्रमा बसोबास गर्ने मानिसले लगाउने पोसाक हो? प्रश्न फेरि एकपटक, दोचा कुन क्षेत्रमा बसोबास गर्ने मानिसले लगाउने पोसाक हो? अप्सन ए मा रहेको छ पहाडी, अप्सन बी मा रहेको छ तराई, अप्सन सी मा रहेको छ हिमाली, अप्सन डी मा रहेको छ मधेस। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईँहरूले यसको सही उत्तर थाहा पाइसक्नु भएको छ। यसको सही उत्तर रहेको छ अप्सन सी हिमाली। त्यसै गरी प्रश्न नम्बर 7 मा रहेको छ, लिम्बूको मुख्य नाच के हो? प्रश्न फेरि एकपटक, लिम्बूको मुख्य नाच के हो? अप्सन ए चण्डी नाच, अप्सन बी धान नाच, अप्सन सी च्याब्रुङ नाच, अप्सन डी चासोक नाच। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईँहरूले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन बी धान नाच। त्यसै गरी प्रश्न नम्बर 8 मा रहेको छ, लिग अफ नेसन्स स्थापना हुँदा यसको अङ्गहरू देहायका मध्ये कुन थिए? प्रश्न फेरि एकपटक, लिग अफ नेसन्स स्थापना हुँदा यसको अङ्गहरू देहायका मध्ये कुन थिए? अप्सन ए मा रहेको छ सुरक्षा परिषद, अप्सन बी मा रहेको छ परिषद, अप्सन सी मा रहेको छ सभा, अप्सन डी मा रहेको छ सचिवालय। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईँहरूले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन ए सुरक्षा परिषद। त्यसै गरी प्रश्न नम्बर 9 मा रहेको छ, प्रथम पञ्चवर्षीय योजना 2013 देखि 2018 को कुल खर्च लक्ष्य कति थियो? प्रश्न फेरि एकपटक,
प्रथम पञ्चवर्षीय योजना 2013 देखि 18 को कुल खर्च लक्ष्य कति थियो? अप्सन ए मा रहेको छ 21.44 करोड, अप्सन बी मा रहेको छ 24 करोड, अप्सन सी मा रहेको छ 30.4 करोड, अप्सन डी मा रहेको छ 33 करोड। यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईहरुले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन डी 33 करोड। त्यसैगरी प्रश्न नम्बर 10 मा रहेको छ सार्क राष्ट्रहरूमध्ये सबैभन्दा धेरै वन क्षेत्र भएको देश कुन हो? प्रश्न फेरि एकपटक, सार्क राष्ट्रहरूमध्ये सबैभन्दा धेरै वन क्षेत्र भएको देश कुन हो? अप्सन ए भुटान, अप्सन बी नेपाल, अप्सन सी भारत, अप्सन डी पाकिस्तान। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईहरुले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन ए भुटान। त्यसैगरी प्रश्न नम्बर 11 मा रहेको छ हम्बोल्ट रिसर्च अवार्ड 2023 बाट सम्मानित हुने नेपाली लेखकका मध्ये कुन हुन्? प्रश्न फेरि एकपटक, हम्बोल्ट रिसर्च अवार्ड 2023 बाट सम्मानित हुने नेपाली लेखकका मध्ये को हुन्? अप्सन ए मा रहेको छ सुप्रिया शर्मा, अप्सन बी मा रहेको छ सुभाषी, अप्सन सी मा रहेको छ बबिता पौडेल, अप्सन डी मा रहेको छ माथिका सबै। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईहरुले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन सी बबिता पौडेल। त्यसैगरी प्रश्न नम्बर 12 मा रहेको छ ट्याङ्ग्रिडोमस सिकिमेन्सिस तलका मध्ये के हो? प्रश्न फेरि एकपटक, ट्याङ्ग्रिडोमस सिकिमेन्सिस तलका मध्ये के हो? अप्सन ए मा रहेको छ नयाँ प्रजातिको छेपारो, अप्सन बी मा रहेको छ नयाँ प्रजातिको चरा, अप्सन सी मा रहेको छ नयाँ प्रजातिको गाइने किरा, अप्सन डी मा रहेको छ नयाँ प्रजातिको जङ्गली घोडा। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईहरुले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन ए नयाँ प्रजातिको छेपारो। त्यसैगरी प्रश्न नम्बर 13 मा रहेको छ रविन्द्रनाथ टैगोरको द गोल्डन बुक अफ द टैगोरमा समेटिएका एकमात्र नेपाली लेखक को हुन्? प्रश्न फेरि एकपटक, रविन्द्रनाथ टैगोरको द गोल्डन बुक अफ द टैगोरमा समेटिएका एकमात्र नेपाली लेखक को हुन्? अप्सन ए मा रहेको छ लक्ष्मीप्रसाद देवकोटा, अप्सन बी मा रहेको छ बालकृष्ण सम, अप्सन सी मा रहेको छ माधव प्रसाद घिमिरे, अप्सन डी मा रहेको छ जयपृथ्वी बहादुर सिंह। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईहरुले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन डी जयपृथ्वी बहादुर सिंह। त्यसैगरी प्रश्न नम्बर 14 मा रहेको छ विश्वकै होचो किशोरको रूपमा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल डोरबहादुर खपाङ्गीको उचाइ कति रहेको छ? प्रश्न फेरि एकपटक, विश्वकै होचो किशोरको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल डोरबहादुर खपाङ्गीको उचाइ कति रहेको छ? अप्सन ए मा रहेको छ 73.43 सेन्टिमिटर, अप्सन बी मा रहेको छ 75.53 सेन्टिमिटर, अप्सन सी मा रहेको छ 77.63 सेन्टिमिटर, अप्सन डी मा रहेको छ 79.73 सेन्टिमिटर। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईहरुले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन ए 73.43 सेन्टिमिटर। त्यसैगरी प्रश्न नम्बर 15 मा रहेको छ युएनओ महासभाले नेपाललाई कहिलेदेखि अल्पविकसित मुलुकबाट मध्यम स्तरको विकसशील राष्ट्रमा स्तर उन्नति गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ? प्रश्न फेरि एकपटक, युएनओ महासभाले नेपाललाई कहिलेदेखि अल्पविकसित मुलुकबाट मध्यम स्तरको विकसशील राष्ट्रमा स्तर उन्नति गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ? अप्सन ए मा रहेको छ सन् 2024, अप्सन बी मा रहेको छ सन् 2025, अप्सन सी मा रहेको छ सन् 2026, अप्सन डी मा रहेको छ सन् 2027। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईहरुले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन सी सन् 2026 देखि। त्यसैगरी प्रश्न नम्बर 16 मा रहेको छ काठमाडौँ उपत्यकामा सवारी प्रदूषण जाँच कहिलेदेखि गर्न थालियो? प्रश्न फेरि एकपटक, काठमाडौँ उपत्यकामा सवारी प्रदूषण जाँच कहिलेदेखि गर्न थालियो? अप्सन ए मा रहेको छ विक्रम सम्वत 2052 श्रावण 4 गते, अप्सन सी मा रहेको छ विक्रम सम्वत 2056 असोज 1 गते, अप्सन सी मा रहेको छ विक्रम सम्वत 2049 भाद्र 10 गते, अप्सन डी मा रहेको छ विक्रम सम्वत 2051 साल वैशाख 1 गते। ल यसको सही उत्तर भन्नुहोस् त।
पक्कै पनि तपाईँहरूले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन डी विक्रम सम्वत 2051 वैशाख 1 गतेदेखि। त्यसै गरी प्रश्न नम्बर 17मा रहेको छ सूर्यग्रहणबारे तलका भनाइहरूमध्ये विचार गर्नुहोस्। 1मा रहेको छ सूर्य र पृथ्वीको बीचमा चन्द्रमा हुन्छ। 2मा रहेको छ पृथ्वी र चन्द्रमाको बीचमा सूर्य हुन्छ। 3मा सूर्य र चन्द्रमाको बीच पृथ्वी हुन्छ। उपरोक्त क्रममध्ये सही भनाइ कुन हो? अप्सन ए 1 मात्र, अप्सन बी 2 मात्र, अप्सन सी 3 मात्र, अप्सन डी सबै गलत। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईँहरूले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन ए 1 मात्र। त्यसै गरी प्रश्न नम्बर 18मा रहेको छ काठमाडौँ उपत्यकाका 4 भन्ज्याङ र तिनीहरूको अवस्थिति दिशाको आधारमा जोडा मिलान गरी सही कोड छनौट गर्नुहोस् भनेको छ। यसमा चाहिँ तपाईँले काठमाडौँ उपत्यकाको उत्तरमा कुन पर्छ, दक्षिणमा कुन पर्छ, पश्चिममा कुन पर्छ, पूर्वमा कुन पर्छ, यो जोडा मिलाउनु पर्ने हो। यसमा दिएको अप्सन ए, अप्सन बी, अप्सन सी, अप्सन डी रहेको छ। ल यसमा सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईँहरूले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन बी है त। सागा चाहिँ पूर्वमा पर्दछ, अनि त्यसपछि बाण चाहिँ पश्चिममा पर्दछ, पाटी भन्ज्याङ चाहिँ अनि यसको चाहिँ उत्तरमा पर्छ र दक्षिणमा चाहिँ चन्द्रगिरी पर्छ है त। त्यसै गरी प्रश्न नम्बर 19मा रहेको छ बाह्रकुने ताल कुन जिल्लामा पर्दछ? प्रश्न फेरि एकपटक, बाह्रकुने ताल कुन जिल्लामा पर्दछ? अप्सन एमा रहेको छ बर्दिया, अप्सन बीमा रहेको छ दाङ, अप्सन सीमा रहेको छ कञ्चनपुर, अप्सन डीमा रहेको छ डोटी। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईँहरूले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन बी दाङ। त्यसै गरी प्रश्न नम्बर 20मा रहेको छ अन्तर्राष्ट्रिय न्यायालयको प्रथम महिला न्यायाधीश को हुन्? प्रश्न फेरि एकपटक, अन्तर्राष्ट्रिय न्यायालयको प्रथम महिला न्यायाधीश को हुन्? अप्सन एमा रहेको छ ओसालिना हिगिन्स, अप्सन बीमा रहेको छ टेरेसा मे, अप्सन सीमा रहेको छ विजयलक्ष्मी, अप्सन डीमा रहेको छ पार्के। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईँहरूलाई यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ ओसालिना हिगिन्स। त्यसै गरी प्रश्न नम्बर 21मा रहेको छ देहायका मध्ये कुन विषय असम्बन्धित छ? प्रश्न फेरि एकपटक, देहायका मध्ये कुन विषय असम्बन्धित छ भनेको नमिल्ने कुन हो भनेको छ? एमा रहेको छ ब्रह्माण्डको उत्पत्ति सम्बन्धी अध्ययन गर्ने कस्मोलोजी हो भने अप्सन बीमा रहेको छ वंश परम्पराको अध्ययन गर्ने जेनेटोलोजी, अप्सन सीमा रहेको छ अध्यापन कला सम्बन्धी अध्ययन गर्ने पेडालोजी, अप्सन डीमा रहेको छ रेशम खेती अध्ययन गर्ने सेरिकल्चर। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईँहरूले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन बी परम्पराको अध्ययन गर्ने जेनेटोलोजी होइन है त। त्यसै गरी प्रश्न नम्बर 22मा रहेको छ सर्भाइभल अफ द फिटेस्ट देहायको मध्ये केसँग सम्बन्धित छ? प्रश्न फेरि एकपटक, सर्भाइभल फर द फिटेस्ट देहायको मध्ये कोसँग सम्बन्धित छ? अप्सन एमा रहेको छ डार्विन, अप्सन बीमा रहेको छ आर्किमिडिज, अप्सन सीमा रहेको छ मेन्डेल, अप्सन डीमा रहेको छ जगदीश चन्द्र बोस। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईँहरूले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन ए डार्विन। त्यसै गरी प्रश्न नम्बर 23मा रहेको छ फरेनहाइट स्केलमा पानीको जम्ने तापक्रम र उम्लिने तापक्रम कति हो? अप्सन एमा रहेको छ 0 डिग्री 100 डिग्री, अप्सन बीमा रहेको छ 32 डिग्री 100 डिग्री, अप्सन सीमा रहेको छ 0 डिग्री 212 डिग्री, अप्सन डीमा रहेको छ 32 डिग्री 212 डिग्री। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईँहरूले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन डी 32 डिग्री फरेनहाइटदेखि 212 डिग्री फरेनहाइट। त्यसै गरी प्रश्न नम्बर 24मा रहेको छ नेपालमा कुन वर्षलाई बाघ वर्षको रूपमा मनाइएको थियो? प्रश्न फेरि एकपटक, नेपालमा कुन वर्षलाई बाघ वर्षको रूपमा मनाइएको थियो? अप्सन ए सन् 2010, अप्सन बी सन् 2009, अप्सन सी सन् 2011, अप्सन डी सन् 2008। ल यसको सही उत्तर भन्नुहोस् त। पक्कै पनि तपाईँहरूले यसको सही उत्तर थाहा पाइसक्नुभयो होला। यसको सही उत्तर रहेको छ अप्सन ए सन् 2010लाई बाघ दिवसको रूपमा मनाइएको थियो।
भन्दै आजको लागि यति नै। भिडियो अन्तिमसम्म हेर्नुभयो त्यसका लागि सबैलाई धन्यवाद। लोकसेवा सम्बन्धी कुनै जिज्ञासा भए तलको कमेन्ट बक्समा राख्नुहोस्। साथै तपाईँलाई सफलताको शुभकामना।